तिमीलाई हाकिम बनाउने सपना छ। हेर्नुहोस् टङ सर, मैले त्यत्रो नाटक गरेँ 1000 को हिसाबले, तर त्यो एउटा नाटक मैले गर्दाखेरि जसो अगाए थिएँ, आज त्यही सम्झना मलाई यो मनमिनाको धनले दियो कि एकदम अगाए छु म, र मलाई च्यालेन्ज पनि भएछ। म सुटिङमा जति दिन तपाईसँग मैले काम गरेँ, बहुत रिल्याक्स पाराले काम गराउनु भयो हामीहरूलाई, र हामीहरूलाई फिल भने जति मजा लागेको थियो। आज मैले डबिङ गर्दा पनि तपाईँको त्यो यति गजब बोल्ने त्यहाँबाट जुन गाइडलाइन दिइन्छ नि, बहुत गजबको गाइडलाइन। यो पहिलोचोटि हो तपाईँसँग, तर मलाई कति नै भिजेको जस्तो महसुस भयो। र मैले देखेको सबै फिल्म त हेर्न पाएन, के फुटेजहरू देखेँ मैले। अहिलेसम्म कुनै फुटेज मलाई यो भएन, यो मिलेन जस्तो भन्न आँटै आएन, किनकि मैले देख्दै देखिनँ त्यस्तो। अरू होल फिल्म त हेर्न बाँकी नै छ। हस्, थ्याङ्क यू सो मच दाइ। वेलकम। बहुत खुसी लाग्यो, बहुत मजा लाग्यो। यस्तो अझ गराउनुहोस्, मलाई अझ रुवाउनुहोस् त।